एएफसी एसियन कप समूह चरणको पहिलो छनौट खेलमा नेपालले लाओसलाई 9-0 ले पराजित गरेको छ। नेपालको जितमा कप्तान सावित्रा भण्डारी साम्बाले 5 गोल गरिन् भने अनिता बस्नेत, सरू लिम्बू, रश्मि कुमारी घिसिङ, अनिता केसीले एक गोल गरे। खेलको 12औं मिनेटमै नेपालले अनिताको गोल मार्फत सुरुवाती अग्रता लिएको थियो। नेपालले पहिलो हाफ सकिन केही समय बाँकी रहँदा अग्रता दोब्बर बनायो। अनिताको उत्कृष्ट क्रसलाई साम्बाले हेड मार्फत गोल गरेका थिए। दोस्रो हाफको सुरुवाती 2 मिनेटमै नेपालले सरू लिम्बूको गोल मार्फत तेस्रो गोल थप्यो। 55औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन्। लाओसकी किप्परले क्लियर गर्न खोजेको बल साम्बाको खुट्टामै पुगेको थियो। उक्त बललाई साम्बाले जाली चुमाएका थिए। त्यसको 1 मिनेटपछि नै रश्मिले अर्को गोल थप्यो। यो सँगै नेपालले 5-0 को फराकिलो अग्रता लियो। त्यसको केही मिनेटमै साम्बाले ह्याट्रिक पुरा गरिन्। नेपालले त्यसपछि 3 गोल थप्यो। 79औं मिनेटमा साम्बाले, 83औं मिनेटमा वैकल्पिक खेलाडी केसीले अर्को गोल थप्दा नेपालले 8-0 को फराकिलो अग्रता लिइसकेको थियो। त्यसको 1 मिनेटपछि नै सावित्राको प्रहार लाओसको डिफेन्डरलाई लाग्दै गोल हुन पुग्यो र नेपालले 9-0 को फराकिलो जित निकाल्न सफल भयो।